माथि लैजाने कर्भ गरेर सिधै तल बराबर हुनुपर्छ। अनि त्यस पछाडि फेरि मिडल लाइनदेखि बेस लाइनसम्म फेरि माथि लैजाने तल सिधै तल झार्ने। अनि त्यसपछि फेरि जहाँबाट माथि लानु भएको छ त्यहीबाट माथि लैजाने र तल ल्याउने। के हुन्छ यो दुईटा डिस्टेन्स बराबर हुनुपर्छ र यामको बिचको भाग पनि के गर्नु पर्यो तल नै आउनु पर्यो है। किन भन्दा हाम्रो बाबु नानीहरूले अब चाहिँ यसरी याम लेख्नु भएको छ भने हामीले यामलाई राइट दिन मिलेन। यो कुरा चाहिँ के गर्नु पर्छ हामीले स्ट्रिक्टली फलो गर्नु पर्यो है त। अनि त्यसपछि माथि सुन्नुस् है, माथि रेड लाइनदेखिबाट टप लाइनदेखिबाट सिधै तल बेस लाइनसम्म लाइन तान्नुस् र यो तलको भागमा चाहिँ सानो यान बनाइदिनु है। अनि यो यान बनाइदिँदा यास लेख्दाखेरि के हुनुपर्छ यो सबैमा चाहिँ यो लाइनहरू हेर्दाखेरि प्यारलल देखिनुपर्छ के। प्यारलल देखियो भने बल्ल अक्षर लिन्छ, नाइ भने के हुन्छ प्यारलल देखिएन भने अक्षर फटिन्छ है यो कुरा चाहिँ। अनि त्यस पछाडि माथिबाट चाहिँ हो माथिबाट सिधा लाइन तान्दिनु र यसको बिच भागबाट ओभल घुमाउन लगाउनुस् अथवा आर बनाएर घुमाउन लगाइनु भयो है त्यसलाई चाहिँ। अनि त्यसपछि मिडल लाइनदेखि बेस लाइनसम्म र यसको बिच भागबाट के गर्ने फेरि ओभल घुमाउने। तर गोलो भागले के गर्नु पर्यो दुईटै लाइन छुनु पर्यो है। यो कुरा चाहिँ याद गर्नु होला। गोलो भागले चाहिँ के गर्नु पर्यो दुई